सियोको नात्रीबाट ऊँट छिर्ने दृष्टान्तको अर्थ के हो? मत्ती 19:24ले भन्छ, फेरि म तिमीहरूलाई भन्दछु, धनी मानिसलाई परमेश्वरको राज्यभित्र पस्नुभन्दा बरु ऊँटलाई सियोको नात्रीबाट छिर्नु सजिलो हुनेछ। यो दृष्टान्तको अर्थ धन आफैमा खराब वा गलत हो भन्ने होइन। एक व्यक्ति धनी हुन सक्छ, तर स्वर्गको राज्य केवल येशू मार्फत मात्र प्राप्त हुन्छ, किनकि मुक्ति अनुग्रहबाट आउँछ। यदि कसैले केवल धनको पछि लाग्छ भने तिनीहरू स्वर्गको राज्यमा प्रवेश गर्न सक्दैनन्। तर येशूलाई पछ्याउनेहरू, येशूले भन्नुभयो, तर पहिले उहाँको राज्य र उहाँका धार्मिकताको खोजी गर र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछन्। त्यसैले जब हामी पैसा कमाउँछौँ, हामीले परमेश्वरलाई पनि सम्झनु पर्छ। हामीले प्राप्त गरेको धनको लागि उहाँलाई धन्यवाद दिनुपर्छ र दैनिक उहाँको नजिक आउनुपर्छ, ताकि हाम्रो हृदय घमण्डी नहोस्। आमीन। कृपया आमीन लेख्नुहोस् र हाम्रो निशुल्क बाइबल अध्ययनमा सामेल हुनुहोस्। परमेश्वरको वचन मार्फत हामी सँगै स्वर्गको राज्यको बाटो खोज्नेछौँ।